नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। सुनसरीमा बुधबार एकजनाको हत्या, विरोध प्रदर्शन। नवलपरासीमा बस दुर्घटना, 2 जनाको मृत्यु, 39 जना घाइते। संसदको व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कम कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्रचार। रोल्पा जिल्ला स्थित एक घरमा आगो लाग्दा 1 जना बालकको मृत्यु। र अफगानिस्तानको काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट 50 जनाको मृत्यु, 60 जना घाइते। अब समाचार विस्तारमा। सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इटा उद्योगमा सुपरभाइजर मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ। उनको हत्यापछि स्थानीयले धरान विराटनगर सडक खण्डको दुवही सोनापुर क्षेत्र अवरुद्ध पारेका छन्। उनीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन्। स्थानीयले दुहही 5 स्थित रहेको अमरदीप मेडिकल हलमा पनि तोडफोड गरेका छन्। पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन्। यसअघि सुनसरीको भुटाहामा स्थानीय खर्सुद आलमको शंकास्पद हत्या भएको थियो। एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। श्रृङ्खलाबद्ध रूपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निडर बनेको उनीहरूको आरोप छ। नवलपरासी सुस्ता पश्चिमको सूर्य बस्तीमा यात्रु बस दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। अरू 39 जना घाइते भएका छन्। महेन्द्रनगरबाट झापाको काकार भिट्टाका लागि छुटेको ना 5ख 1096 नम्बरको रात्रि बस नवलपरासीको सुनवल नगरपालिका 13 सूर्य बस्तीमा दुर्घटना हुँदा लोकेन्द्र कार्कीको ज्यान गएको हो। कार्की उदयपुरको श्री रणसारदुल गडागैघाट कार्यरत नेपाली सेनामा जवान रहेका प्रहरीले जनाएको छन्। ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खोल्न बाँकी छ। घाइतेहरूको नवलपरासीमा विभिन्न मेडिकलमा उपचार भइरहेको छ। बस अनियन्त्रित भएर सडकबाट खोल्सामा खसेको हो। फागुनन्द गाउँपालिका 5 फाक्तेपमा श्रीमानले श्रीमतीले धरिलो खुकुरी प्रहार गरी हत्या गरेका छन्। जेठी र कान्छी श्रीमती बीच झगडा हुँदा 43 वर्षीय श्रीमान नरबहादुर चेम्जोङले 44 वर्षीय जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको प्रहरी चौकी पञ्चमीका इन्चार्ज पुलिङ सिंह धिमालले जानकारी दिनुभयो। इन्चार्ज धिमालका अनुसार मंगलबार साँझ 2 श्रीमती बीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटी र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमा ज्यान गएको हो। जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै 9 मिटारा प्रहरीले पक्राउ गरेको छ। उनीलाई जिल्ला प्रहरी कार्यालय पास्थलमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पास्थल प्रहरीले जनाएको छ। हत्या गरिएका इन्द्रमायाको एक छोरी छिन् भने कान्छीपट्टिका एक छोरा र एक छोरी रहेका छन्। प्रहरीले जुवा खेलिरहेको अवस्थामा मंगलबार राति तनहुको शुक्ल गण्डकी नगरपालिका 9 भालेगढबाट 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्ल गण्डकी नगरपालिका 4 का विनोद ठाकुरी, सोही ठाउँका दीपक कुमार श्रेष्ठ, शुक्ल गण्डकी नगरपालिका 9 का होम बहादुर थापा र सुख बहादुर थापा छन्। मंगल बजार खेम बजार सुवेदी घरबाट नेत्र बहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपनिरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनुभयो। उनीहरूको साथबाट रु 81,000 बरामद गरिएको छ। पक्राउ परेका सबैजना विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाइने शाहले बताएका छन्। अब फेरि समाचारमा केही बेर विश्राम। संसदको राज्य व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्रचार। रोल्पा जिल्ला स्थित एक घरमा आगो लाग्दा 1 बालकको मृत्यु र अफगानिस्तानको काबुलमा एक धार्मिक सभा आत्मघाती बम आक्रमणबाट 50 जनाको मृत्यु, 60 जना। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै हुनुहुन्छ। उहाँले पहिलो दिन बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय लगायतका पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल गर्न लाग्नु भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। अहिलेको सरकारले पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्न लाग्नु भएको हो। उहाँले गएको असार महिनामा सबै मन्त्रालयले गर्ने प्रतिबद्धता गरेका कामको प्रगति विवरण बुझ्नुहुनेछ। संसदको राज्य व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी संयोजन अध्यादेश उपलब्ध गराउन पत्राचार गरेको छ। मौखिक रूपमा माग गर्दा मन्त्रालयले उक्त अध्यादेश उपलब्ध नगराएपछि लिखित रूपमै माग गरिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन्। सभापति श्रेष्ठका अनुसार समिति सदस्यहरूको माग बमोजिम गत बुधबार मन्त्रालयसँग अध्यादेश माग गरिएको थियो, तर मौखिक रूपमा माग गर्दा प्राप्त नभएपछि समिति सचिवालयले गत शुक्रबार नै पत्र पठाएर उक्त अध्यादेश उपलब्ध गराउन माग गरेको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समिति सचिवालयले जनाएको छ। कर्मचारी संयोजन अध्यादेश प्राप्त हुने बित्तिकै समितिमा छलफल हुने समिति सभापति श्रेष्ठले जानकारी दिइन्। समिति सदस्यले कर्मचारी समायोजन अध्यादेशका सन्दर्भमा यसअघि पटक पटक आवाज उठाउँदै आएको थिए। संघीय सरकारले प्रदेश 1 र 2 मा प्रमुख सचिव नियुक्त गरेको छ। प्रमुख सचिवको सरुवा र नियुक्ति अधिकार आफैसँग राखेको केन्द्र सरकारले सहसचिव केदार न्यौपानेलाई सचिवमा बढुवा गर्दै प्रदेश 1 को प्रमुख सचिवको जिम्मेवारी दिएको हो। न्यौपानेले यस अघि प्रदेश 1 कै निमित्त प्रमुख सचिव हुनुहुन्थ्यो। मन्त्री परिषदको गत सोमबारको बैठकले सचिव दीपक सुवेदीलाई प्रदेश 2 मा कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ। रामेश्वर मानसिंहले उमेर हदमा का कारण अवकाश लिएपछि प्रदेश 2 सातायता प्रमुख सचिव विहीन थियो। रामेश्वर मानसिंहले उमेर हदका कारण अवकाश लिएपछि प्रदेश 2 सातायता प्रमुख सचिव विहीन प्रमुख सचिव हेरफेरको प्रशासनिक काम गर्न अप्ठ्यारो भएको भन्दै प्रदेश सरकारहरूले आपसी समन्वयमा नियुक्ति र सरुवाको अधिकार मागेपछि केन्द्र सरकारले दिएको छैन। मुस्लिम धर्मावलम्बीको आज इस्लाम धर्मका वर्तक हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको जन्म जयन्ती मनाएका छन्। मोहम्मद डे भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा वीरगञ्जको घण्टाघरमा ठूलो संख्यामा जम्मा भएका मुस्लिम धर्मावलम्बीहरूले बृहत र्याली निकालेका छन्। घण्टाघरबाट निकालिएको र्याली स्थान आदर्श नगर वीरता छपकैया हुँदै नगर परिक्रमा पछि पुनः घण्टाघर आएर समापन गरिएको थियो। र्यालीमा वीरगञ्जको लाठगल्ली, श्रीपुर, मुरली, छपकैया लगायत क्षेत्रमा रहेको मस्जिदहरूमा ब्यानर सहित हजारौंको संख्यामा मुस्लिम समुदाय सहभागी भएका थिए। इस्लामी पात्र हजरी सम्बतको रबिउल महिना सऊदी अरबको मक्कामा बिबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ। उनको निधन 63 वर्षको उमेरमा सऊदीकै मदीनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरीफ वचन गर्ने तथा उनका उपदेश र बाणीको स्मरण गर्ने गरिएको जिल्ला समन्वय समिति पर्साका सभापति नेक मोहम्मद अन्सारीले जानकारी दिए। अब फेरि समाचारमा विश्राम। रोल्पा जिल्ला स्थित एक घरमा आगो लाग्दा एक बालकको मृत्यु र अफगानिस्तानको काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट 50 जनाको मृत्यु, 60 जना घाइते। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। रोल्पा जिल्ला स्थित एक घरमा आगो लाग्दा एकजना बालक जलेर मृत्यु भएको छ।
जिल्लाको रटिङगढी गाउँपालिका वडा नम्बर 4 मसिना निवासी भीमबहादुर पुनको घरमा आगो लाग्दा उनका 3 वर्षीय छोरा विशाल पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रमुख एवं डीएसपी दीपक खड्काले मंगलबार बेलुका 6 बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घरभित्र सुतिरहेको बालकको मृत्यु भएको जानकारी दिए। आगलागीबाट घरभित्र रहेको अन्नपात लत्ता कपडा भाँडा बर्तन सबै जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयको क्रियाशीलतामा आगो 7 बजेतिर नियन्त्रणमा आएको थियो। रोल्पा प्रहरीको संचार शाखामा कार्यरत घनश्याम बुढाथोकीले दिएको जानकारी अनुसार जलेर मृत्यु भएका बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल राति नै पुर्याएको थियो। पशुधनको बीमामा किसानहरूलाई थप सहुलियत दिनुपर्ने सरकारवालाहरूले आउलाएका छन्। ललितपुरमा बुधबार भएको पशुधन बीमा र जलवायु परिवर्तन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरूले पशु बीमा सम्बन्धी व्यवस्थाले केही परिवर्तन गर्नुपर्ने आवश्यकता आउलाएका हुन्। कार्यक्रममा पशुधनको बीमा गरेका किसानले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा दावी गर्न कानुन झन्झट रहेकाले यसलाई परिवर्तन गर्न माग गरे। विश्व बैंक नेपाल कार्यालयमा रहेकी कृषि विज्ञ करिश्मा बस्तीले जलवायु परिवर्तनसँगै आउने जोखिम बढेकाले पशुधनको सुरक्षा र विद्यमान बीमा नियमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो। विद्यमान बीमा नीतिले सबैलाई समेट्न नसकेकाले पनि किसानलाई सुविधा दिँदै नियम परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। लाइफ स्टक इन्स्योरेन्स भर्खर नयाँ छ, अलमोस्ट नयाँ नै छ र त्यसलाई हामीले अब रोल आउट गर्नुपर्ने छ। किसानहरूलाई चाहिँ यसमा चाहिँ अझ कसरी आकर्षित गराउने भन्ने विषयमा हामीले त्यो काम भइरहेको छ। तर अर्कोतिर एउटा पाटो के पनि छ भन्दाखेरि के यो जुन पोलिसिजहरू छ उनीहरूले चाहिँ क्लाइमेट रिस्कलाई राम्रोसँगले क्याप्चर गरेको छ त। जस्तो एक्जाम्पलको लागि लाइफ स्टकको इन्स्योरेन्सको कुरा गर्यो भने लाइफ स्टकमा अब एउटा प्रोभिजन के छ भन्दाखेरि गाई अथवा बाख्रा कुनै प्रकारको जनावरको इन्स्योरेन्स गर्दाखेरि चाहिँ तपाईँले त्यो डेड बडीलाई प्रोड्युस गर्नुपर्छ कि। तर अब क्लाइमेटको रिस्क हेर्दाखेरि कस्तो छ भने फ्लड आयो, अब फ्लड आएर पुरै गाउँ नै बगाएको छ, त्यसमा गाई पनि बगायो, बाख्रा पनि बगायो, कुखुरा पनि बगायो। अब त्यो बडी कसरी प्रोड्युस गर्ने? अथवा फायर भयो, अब फायरमा जङ्गलमा आगो लाग्यो, गाउँमा आगो लाग्यो, त्यो बडी प्रोड्युस गर्न सकिँदैन होइन। त्यसकारणले धेरै इस्युजहरू आउँछन् तर त्यसलाई चाहिँ अलिकति फोकस। नेपाल सरकार, विश्व बैंक र बीमा समितिले किसानको पशुधन बीमा कार्यक्रम लागू भएका जिल्लाहरूमा बीमाको प्रभावकारिता बारे अध्ययन गरिरहेका छन्। प्रारम्भिक अध्ययनमा नै बीमा नियममा परिवर्तन गर्न आवश्यक रहेको तथ्य बाहिर आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट 50 जना मृत्यु भएको छ। अन्य 60 जना घाइते भएका छन्। यसलाई पछिल्ला केही महिना यताको सबैभन्दा घातक हमला मानिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो। एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विस्फोट गराएका थिए। यो आक्रमणको तत्काल कुनै पनि संगठनले जिम्मा नलिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। अब खेल समाचार। क्रिकेटको सबैभन्दा सानो प्रारूप T10 क्रिकेट आजबाट सुरु हुँदैछ। यो क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिता 8 टिमको सहभागी रहेको छ। आजदेखि डिसेम्बर 2 तारिकसम्म चल्ने प्रतियोगितामा नेपालका सन्दीप लामिछाने पनि खेल्न लागेका छन्। आज हुने दोस्रो खेलमा सन्दीप लामिछानेको टिम करेला किङ्सले पख्तुनसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार राति 10:30 बजे सुरु हुनेछ। करेला किङ्स गएको संस्करणको विजेता पनि हो। सन्दीपलाई करेला किङ्सले 30,000 अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। करेला किङ्स इयान मोर्सको कप्तानीमा क्रिस गेल, उपगोल थारङ केराल ओल्याङ जस्ता विश्व क्रिकेटमा अनुभवी खेलाडी पनि छन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सुनसरीमा बुधबार बिहान मोहम्मद हुसैनलाई गोली हानी हत्या, विरोध प्रदर्शन।
नवलपरासीमा बस दुर्घटना 2 जनाको मृत्यु 39 जना घाइते। संसदको राष्ट्रिय व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्राचार। रोल्पा जिल्ला स्थित एक घरमा आगो लाग्दा 1 जना बालकको मृत्यु। र अफगानिस्तानको काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट 50 जनाको मृत्यु 60 जना घाइते। हस्त अहिलेले समाचार यति नै। पल पल खबर तेज नजर अर्पण टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।